स्वागत छ सबैजनालाई हाम्रो दोस्रो दिनको मनाङ टुरको भ्लगमा। हामीले हिजोको दिनभरि नै एउटा समस्या भोगिसकेपछि हिजो राति मात्रै हाम्रो दिमागमा बत्ती बलेपछि हामीले नेचुरल स्याडल ब्याग युज गर्न गइरहेका छौँ। त्यसको लागि हाम्रो दिदीले दुईटा बाँस काटेर ट्याक्क टाइपको यो तपाईँहरूलाई देखाउन चाहे यो टाइपको उहाँहरूले हाम्रो ब्यागको लागि ट्याक्क बिहानै उठेर खोजिदिएर यो अब हामी यसमा फिट गर्ने कोसिस गर्नेछौँ र आजको दिन हाम्रो लागि एकदम रमाइलो जानेछ भनेर हामीले सोचेका छौँ। रमाइलो जाओस् पनि। तपाईँहरूको दिन के कस्तो चलिरहेछ कमेन्टमा सेयर गरिदिनु होला र हामी चाहिँ यो जोडिसकेपछि तपाईँहरूलाई फिट गर्ने र देखाउनेछौँ। यो फिट गरिसकेपछि तपाईँहरूलाई देखाउनेछौँ। त्यसको लागि तपाईँले फुल भिडियो हेरिदिनु होला। तपाईँलाई के कस्तो लागिरहेको छ हाम्रो भिडियो कमेन्टमा लेखिदिनु होला। र यस्तो हाम्रो पछाडि ब्याग राख्ने आइडियालाई लिएर अलिकति जिज्ञासा कस्तो देखिन्छ होला र हामीले अहिलेसम्म ब्याग चाहिँ राखेका छैनौँ। एकछिनमा ब्याग राख्नेछौँ र यसो हेर्दाखेरि चाहिँ एकदम बबाल देखिरहेको छ। हो फ्यु चाहिँ टुट्दा चाहिँ टुट्दैन र अलिकति खस्न सक्छ र हेरौँ कुन तरिकाले हामी राख्नेछौँ। यसलाई चाहिँ अलिकति राखेर पनि हेर्नेछौँ तपाईँहरूलाई देखाउनु चाहे र हाम्रो तरिका यो छ। यतापट्टि नै बाँधेका छौँ र यो यतापट्टि नै बाँधेका छौँ र यसमा चाहिँ हाम्रो ब्याग आउनेछ र यो पुरै सिट चाहिँ खाली हुनेछ र हामी त ह्याप्पी छौँ किनभनेपछि हाम्रो यात्रा अझै लामो छ। यहाँदेखि मनाङसम्मको 70-80 किलोमिटर समथिङ लगभग 60+ नै छ। 60+ अफ रोड टोटल्ली त्यत्रो किलोमिटर हामीले जानु छ। त्यसपछि त्यहाँबाट फेरि रिटर्न हुनुपर्ने छ। त्यसको लागि टोटल्ली हामीलाई चाहिँ ढिलै बुद्धि पलाए पनि हामीलाई चाहिँ त्यस्तो खासै के भन्छ नराम्रो लागेको छैन। एकदम खुसी छौँ। हेरौँ यसको चाहिँ कुन तरिकाले हामीले चाहिँ यसलाई चाहिँ हेर्न सक्छौँ। अब एकछिनमा ब्याग राखेपछि फेरि तपाईँहरूलाई देखाउनेछौँ है त। हाम्रो लागि एकदम बवाल भएको थियो हिजोको राति। हामीले सुरुवात गरिसक्यौँ। आज हेरौँ कस्तो रहनेछ। हामीले आज चाहिँ कम्फर्टेबल सिट भएको छ। हामीले आज नयाँ ट्रिक लगाएपछि अलिकति कम्फर्टेबल फिल भएको छ बस्नलाई पनि एकदम है। बस यतिको हिजो भएको भए अझै रमाइलो हुने रहेछ। र यहाँ चाहिँ प्रायः बढी जस्तो प्राइभेट प्रोजेक्टहरू बढी चल्दो रहेछ। के छ मेरो भाइ? हेलो 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 के छ? कहाँबाट आएको तिमी यहाँनिर अहिले? कहाँ आएको तिमी? यो भाइ चाहिँ हामी हिजो बस्ने घरको मालिक हो है। त्यही भएर मैले तपाईँहरूलाई देखाउन खोजेको। अनि के गर्छौ आजको दिनमा? के प्लान छ? स्कुल जाने हो? राम्रोसँग जानु ल। सिट चाहिँ एकदम कम्फर्टेबल आज भएको छ हाम्रो लागि। हो त्यो सिटले चाहिँ हामीलाई काठमाडौँसम्म साथ देओस् भन्न चाहन्छु। बाटो त तपाईँहरूले देख्नै सक्नुहुन्छ। बाटो बस सजिलो छैन है केटा हो। तपाईँहरूलाई देखाउन चाहे बबाल झर्ना नेचुरल झर्ना रहेछ है। तपाईँहरूलाई कहाँनिरबाट देखाउँ ट्राई गर्छु अलिकति राम्रो सिन देखाउने। मोबाइलबाट नि क्याप्चर गर न मुला गर्न छँदैछ के। तपाईँहरूले देखाउन चाहे बबाल झर्ना आइरहेको छ है। यो देख्न सक्नुहुन्छ बबालै छ। हाम्रो आँखा अगाडि एकदम बबाल झर्ना। रियलमा चाहिँ बबाल देखिरहेछ। आई डोन्ट नो क्यामेरामा कस्तो देखिरहेछ है। देखिरहेको छ कि पनि नै है तर बबालै देखिरहेको छ। पहाडै भनौँ पहाडको मनाङतिर। अब मनाङ त भइहाल्यो नि मर्साङदी। ल यो टाइपको छ यतातिर साँग्रो टाइपको बजार रहेछ यतातिर। यो सबै होटेलहरू हो। होटेलहरू तपाईँहरूले यहाँ चाहिँ यस्तो टाइपको देख्न सक्नुहुन्छ। होटेलहरू बस्न लायक बबाल जस्तो लाग्यो।
बबालै छ बनाएको छ एकदम होटलहरू बिचबाट चाहिँ होटलको वरपरपट्टिबाट बिचबाट चाहिँ बाटो छ निस्केको बबालै छ यो सिन चाहिँ इन्टरनेसनल गेस्ट हाउस रेस्टुरेन्ट छाम्चे लामजुङ है वी आर स्टिल इन लामजुङ छाम्चे भन्दो रहेछ यताको ठाउँलाई र हामी स्टिल लमजुङमा चाहिँ केही दिनपछि हामी तपाईँलाई देखाउँछौँ मनाङको यात्रा देखाइरहेका छौँ र मनाङ पुग्न लागेका छौँ हामीहरू अब बबाल तरिकाले मनाङमा किन इन्ट्री हुन्छ मनाङमा इन्ट्री हुन्छ ओहो हामीसँग यो झरना छ है बबाल रहेछ है अक्टोबर झरना नाम है मनाङ लमजुङमा अहिले देखाउने छु तपाईँहरूलाई देखाउने नै छौँ हाम्रो आँखा अगाडि अक्टोबर झरना कहाँ हो आकाशमा हो आकाशमा रहेछ साथीहरू आकाशमा बबाल है वा यो हो नि त तरिका घुम्न आएपछि यतिको त चरपल दिनु पर्यो अक्टोबसको बारेमा यो हो सुनेको थिएँ आज देख्न पाइयो सो प्राउड टु सी दिस वाटरफल गाइज ब्युटिफुल रियली ब्युटिफुल सो बिग अल्सो हो हाम्रो अगाडि एकदम बबाल दृश्य सहित एकदम डेन्जर बाटो देखेँ मैले यो तरिकाको छ यहाँको बाटो साथीहरू वी आर गोइङ टु मनाङ यु नो अलरेडी इन आवर भिडियो आई सेड अलरेडी सो मेनी टाइम द्याट वी आर गोइङ मनाङ बबाल भइरहेको छ तपाईँलाई देखाउन चाहे हिमालको चुचुरो स्नो वाइट स्नो गाइज यहाँ हेर्न यो इन्टर भयो मुजी ये होइन ओइ बबाल बाटो छ गाइज है बबाल एकदम हेर त माई गड गाइज यताको बाटो माई गड यतातिर है कुना सिधै खोला यहाँबाट चाहिँ सिधै खोला हो न त सपोर्ट छ न त ब्रेकर्सहरू छ न त होइन पछाडि रेलिङहरू राखिदिएको छ त्यही पनि अन्डर कन्स्ट्रक्सनमा रहेछ बाटो चाहिँ हिमालहरू हामीले देखिसक्यौँ गाइज यहाँबाट चाहिँ बबाल देखिरहेको छ होला है क्यामेरामा पनि आशा गरिरहेको छु हामीले चाहिँ बबाल नै देखिरहेको छौँ माई गड यस्तो बाटो रहेछ तर साइडबाट चाहिँ यतापट्टि चाहिँ भर्खर अहिले मैले यो वाल सेफ्टीको लागि होइन गाडीहरूको लागि चाहिँ पछाडि अलिकति भए पनि सेफ्टीको लागि भनेर साइडबाट चाहिँ यो दायाँपट्टि चाहिँ वालहरू बनाइदिएको रहेछ खुसी लाग्छ यस्तो भएपछि अलिकति यस्तो बाटोमा त अलिकति धेरै नै रिस्क हो नि त अब तपाईँहरूलाई कसरी देखाउने बबाल नै छ है ठाउँ चाहिँ बबाल नै छ है साथीहरू बबाल भन्दा नि एकदम वाइल्ड छ क्या वाइल्ड देख्यो यहाँनिर है बबाल रहेछ है साथीहरू हामीले यो बाटो जानुपर्छ हेर्नु त एकदम पुरै ढुङ्गा काटेर बनाएको रहेछ बाटो एकदम पुरै भिडियो बना ल मोबाइलमा पुरै पहाड काटेर बनाएको रहेछ यो चाहिँ खत्रै छ माई गड साथीहरू हेर्नु त माई गड मलाई लाग्छ अब हामी चाहिँ यो लमजुङ सकिसक्यौँ वहाँनिर गेट देखेँ मैले र हामी पहाड काटेको एरियामा पुग्न आँटिसक्यौँ र पहाड भनेको यही ढुङ्गै काटेर बनाएको रहेछ पुरै माई गड पुरै ढुङ्गै काटेको छ है ओहो यो छ म्याग्दी गाउँपालिका लमजुङ होइन भ्रमण गरिदिनु भएकोमा हार्दिक धन्यवाद हामी चाहिँ म्याग्दी सक्यौँ अब चाहिँ सीमा समाप्त भएर हामी गाइज वी आर इन्टरिङ मनाङ मनाङमा हामीलाई धेरै धेरै स्वागत छ है त तपाईँहरू देख्न सक्नु मनाङ जिल्लामा वेलकम टु मनाङ डिस्ट्रिक्ट गाइज वेलकम टु मनाङ डिस्ट्रिक्ट फ्रम आवर भिडियो बाल छ यार पहाड त पहाड भन्ने कि यसलाई एउटा सिङ्गल ढुङ्गा भन्ने यति ठुलो ढुङ्गा छ कि यो ढुङ्गै हो कि के हो
बन्दा हो निरज ल है त ओहो साथीहरू हामी अगाडि बढिरहेको छौँ हेर्नु तपाईँहरू घाम पनि चिरिक्कै टल्किसकेको छ ओहो ओहो माई गड पहाड काटेको भन्दै रहेछ सही रहेछ है यो तरिकाले काटेको छ है केटा हेर त है माई गड यो पहाड काटेर यो बनाएको यो पुरै यसलाई अलग साइड यो अलग साइड बनाएको भिडियो बाटोको माथि पनि पहाड छ कि अर्को बाटोबाट बनाइस् 0.5 मा बना ल ओहो यो तरिकाले काटेको छ बाइक बाटो है बाइक काटेको चाहिँ छैन बाइक बाटो काटेको छ ओहो पुरै कति धेरै रसमा हिँड्दो रहेछ गाडीहरू पुरै फलाम देखिया छ त हो रोडको निस्केको फलामहरू नै देखिया त छिट्छ लक्किली है हामी चाहिँ छिर्न सफल भयौँ तर यहाँ अगाडिबाट चाहिँ छिर्न सक्दैन होला किन भनेपछि पछाडि बाटो ब्लक रहेछ अब चाहिँ छिर्छ धन्यवाद छ ल छिर्न सफल है हामी अगाडि बढ्छौँ हामीलाई रोक्नेवाला कोही पनि छैन अन्टिल वी आर नट रिचिङ मनाङ है कसले सक्छ र हामी यत्तिकै भागेर होइन नि है मनाङमा ट्र्याक्टर नि देखियो यतापट्टि बबाल गाउँ रहेछ साइडमा डोजरहरू काम गरिरहेको छ अनि त्यसपछि नदी खोला भनौँ के भनौँ है त्यही हिसाबले यतापट्टि यो बबालै ओ माई गड एकदम ब्युटिफुल लाग्यो यार मलाई त यतापट्टि राम्रो गाउँ छ मैले देखाउँछु एकैछिनमा सकभर मनाङ तल है ए यो छ बबाल तरिकाको तल चाहिँ गाउँ भन्दा पनि खै गाउँ नै रहेछ बबाल नै छ यो गाउँ चाहिँ बबाल देखिया छ है साथीहरू बबाल देखिया छ एउटा फोटो ले न खै फोटो ले न त्यहाँको तपाईँलाई देखाए यो तरिकाको गाउँ छ बबाल नै देखिया छ है तल रोड है रोडमाथि यता साइडपट्टि देवाल लगाएर खोलाको लागि बाटो रहेछ अगाडि एउटा सानो झर्ना पनि छ हामीले देखिरहेछौँ आई होप तपाईँहरूले नि हाम्रो भिडियो मार्फत देखिन सक्नुहुन्छ होला तर गाउँ चाहिँ एकदम टिनले बनाएको एकदम राम्रो पनि छ लाग्यो राम्रो एकदम चिटिक्क परेको लाग्यो मलाई चाहिँ भयो हामी चाहिँ खोला सँगसँगै छौँ अब चाहिँ बाढ चाहिँ यो तरिकाको छ हाम्रो अगाडि बाटो चाहिँ एकदम खोलासँग टच भएर अब लब खोला अझै पुग्छौँ तल झरेर माथिबाट तल रोड चाहिँ अब खोला किनार हुँदै जाँदो रहेछ यो तरिकाको बाटो छ हाम्रो अगाडि है अब चाहिँ अलिकति अब चिसो फिल भइरहेको छ बढी नै अब एकछिनपछि हामीले ब्रेक लिएर अलिकति लुगाहरू थप्नु पर्यो जस्तो फिल भयो तपाईँहरू देख्न सक्नुहुन्छ यतिको घाम लागेको छ त्यही पनि अब चिसो बढिरहेको छ हामी जति अगाडि गइरहेको छौँ त्यति नै चिसो बढिरहेको छ ओहो बाटो ब्लक रहेछ जस्तो फिल भयो यस्तो ठाउँबाट हाल्नु परेको छ साथीहरू हाल्नु पनि पर्छ जस्तो लाग्छ मलाई एकदम कता कता टच हुन्छ मैले चाहिँ हाल्न सक्छु मजाले नै थाहा छ मलाई यो तरिकाले जान्छ गाडी हाम्रो
ठुलो गाडी भएको के फाइदा है बाबा है छिरियो 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 अब रोकिने त चान्सै भएन जस्तो सुकै हामी चाहिँ एकदम त्यहाँ पुगेरै आउने हो है च्याङ्ग्रा हो कि यो भेडा हो च्याङ्ग्रा हो ल अगाडि चाहिँ पुरा स्टप रहेछ यहीँ बाटो ठुलै धुलो रहेछ है हामीले धेरै कुराहरू देखाएन भिडियोमा एकदम धुलै धुलो पुरै धुलो धुलो रहेछ मैले चाहिँ एकदम बढी मात्रामा धुलो देखेँ यतातिर चाहिँ अगाडिपट्टि गाडी हिँडिरहेको छ भने पछाडिपट्टि त नहिँड्ने भयो के त्यस्तो टाइपको छ अगाडि हाम्रो अगाडि एउटा स्कर्पियो छ बबाल धुलो फालेर हिँड्दा रहेछ त्यो चाहिँ अब त्यसलाई चाहिँ अगाडि त्यसको अगाडि जानुपर्ने अवस्थै आइसकेको छ किनभने हामी चाहिँ भूत भइसकेको छौँ पछाडिबाट चाहिँ त्यही भएर यसलाई ठाउँ ठाउँमा चाहिँ स्टेहरू चाहिँ बबाल रहेछ यतातिर तपाईँहरूले देख्न सक्नुहुन्छ धारापानी रहेछ ठाउँ यो हामी चाहिँ धारापानी है मनाङको धारापानीमा पुगिसक्यौँ हामी चाहिँ रहेछ धारापानीको अवस्था तपाईँहरूले यो फुल भिडियो हेरेर हामीलाई साथ दिनुहुनेछ भन्ने आशा राखेका छौँ र अलिकति लामो हुनसक्छ हाम्रो यो भिडियो त्यही हिसाबले पनि धेरै ब्युटिफुल सिनहरू देखाउनु बाँकी नै छ है साथीहरू त्यसको लागि स्टे विथ अस है हामीसँग रोइरहनु होला हामीलाई धेरै राम्रो चिजहरू देखाउनु बाँकी नै छ मैले भनिहालेँ देखाउनेवाला पनि छु कोसिस पनि धेरै रहनेछ हेरौँ अब कतिको चिसो छ त्यो हिसाबले हामीहरू देखाउनेछौँ चिसो कतिको फिल हुन्छ अब हामीलाई चाहिँ चिसो त अहिले नै फिल भइसकेको छ अब त्यहाँतिरको चिसोको त्यो त्यहाँतिर पुगेपछि अनि बताउनेछौँ यो यति धेरै चिसो भनेको मनाङतिर ठिकै जस्तो पनि लाग्छ यो तपाईँहरूलाई देखाउन चाहे एकदम ब्युटिफुल थिङ्स है एकदम नेचुरल ब्युटिफुल थिङ्स तपाईँहरूको आँखा अगाडि हामीले राखिरहेका छौँ पहिलो हिमालको दृश्य देख्न सक्नुहुन्छ यो है यो आहा कति नजिक है कस्तो हुँदो रहेछ माई गड यस्तो हिमाल हामी मनाङमा छौँ मनाङको अगाडिको यो दृश्य यो हो पहिलो हिउँ तपाईँहरूलाई देखाउन गइरहेका चाहिँ हामीले पहिलो हिउँ के भन्छ पहिलो हिउँ भन्छ के भन्छ साथीहरू अब त्यो भए पनि है चिसोमा एक्लै मान्छे हिँडिदिन्छु जहाँ भने मलाई लाग्यो र यो बाटो चाहिँ प्रायः होइन विदेशीहरू चाहिँ अहिले चाहिँ हामीले हिजो अस्ति दाइले भन्नुभएको अहिले चाहिँ मान्छेहरू चाहिँ बाइकमा अथवा गाडीमा आउँदो रहेछ पहिले चाहिँ पुरै यो बाटो नै हिँड्दो रहेछ क्या फुल ट्र्याकिङ रहेछ क्या पुरै मुस्ताङ सहित अनि तिलोचोसम्मको चाहिँ फुल ट्र्याकिङ रहेछ कि हाम्रो सिधै काठमाडौँबाट यहाँ बेसी सहरसम्म आउँदो रहेछ अनि बेसी सहरबाट पुरै चाहिँ ट्र्याकिङ रहेछ क्या पुरै आई डोन्ट नो हाउ मच किलोमिटर इट इज है तर फुल ट्र्याकिङ भनेपछि है मलाई लाग्छ 80-90 किलोमिटर चाहिँ हुनुपर्छ जसरी भए पनि त्योभन्दा बेसी नै हुनसक्छ होइन 80-90 किलोमिटर ट्र्याकिङ गर्नु हिँड्नु भनेको सानोनी कुरा होइन साथीहरू यत्रो हिउँ भएको ठाउँमा तर हामी चाहिँ अफ सिजनमा आएका छौँ मलाई थाहा छ जहाँसम्म हामीलाई चाहिँ धेरै गाह्रो हुनेवाला छ किनकि हामीले अलरेडी फेस गरिरहेका छौँ चिसोको कुरा आउँदैछ हाम्रो लाइफमा यो कुराहरूले चाहिँ चिसो चाहिँ अथाह भइसकेको छ होइन हाम्रो इभन मैले ग्लोभ्स पनि युज गरेको छु त्यही पनि अलिकति बढी नै चिसो फिल भइरहेको छ सँग वेलकम टु डान्स छु के अरे के भन्छ पढ्नै गाह्रो भइरहेछ चिसोले गर्दाखेरि अनि गाह्रो चाहिँ गाह्रो रहेछ यहाँ माघसम्म यहाँ छ्या हामी चाहिँ टोटल्ली अब हिउँ भएको ठाउँमा तपाईँहरूले देख्न सक्नुहुन्छ क्यारे है त हो के भयो के भयो यस्तो बाटोमा त त्यस्तो नगर नि साथी डिस्ब्यालेन्स हुनसक्छ नि वाउ साथी यो छ
आज एउटा पोस्ट गरौँ न ब्युटिफुल है यहाँको ठाउँहरू यहाँको रिसोर्टहरू रेस्टुरेन्टहरू एकदम बबाल रमाइलो लाग्यो मलाई चाहिँ एकदम सुन्दर लाग्यो छ पनि तपाईँहरूलाई देखाइरहेको छु हाम्रो क्यामेरा मार्फत ओए के हो स्किड भएको ठिक छ एकछिन रोक न भर्खर 9 बजे छ वाउ है हिमाल आँखा अगाडि देख्न पायो हिउँ मेरो पहिलो पल हो यो चाहिँ यति टाढा हिमालै हेर्नलाई आएको म हिउँ टच गर्नलाई हिउँसँग खेल्नलाई हेरौँ खेल्न सक्छु कि सक्दिनँ कस्तो हुन्छ म अब तपाईँहरूलाई देखाउने छु आई होप म सकूँ योसित लड्न यो मेरो लागि एकदम ठुलो च्यालेन्जेस हो च्यालेन्ज के भन्नु अब च्यालेन्ज है माइ गड गरिरहेको छु साथीहरू अब हामी एकछिन नास्ता गरौँ यहाँनिर अनि त्यसपछि अगाडि बढ्नेछौँ तर चिसो छ हाम्रो अब एकछिन नास्ता गरौँ यहाँ खै मोबाइल ल्याऊ त एकदम होमस्टेहरू चाहिँ एकदम ब्युटिफुल छ यताको एकदमै त्यही तरिकाले बनाएको है काठै काठको त्यही तरिकाले डेकोरेट गरेको छ यहाँको मान्छेहरूले अनि छेउको खेती चाहिँ नि बढी हुँदो रहेछ हामीसँग यो खालको बाटो पनि आयो हाम्रो अलिकति गिट्टी भएको बाटो यस्तो बाटोमा चाहिँ यो बाइकलाई कुदाउन चाहिँ एकदम मजा आउँछ मैले पहिले नै भनिसकेको छु है बाइकमा यहाँ चाहिँ पानीमा भिज्यो यो खालको छ गाडी चिप्लेला भन्ने पनि डर चिप्लिदिइसक्यो तर हामीले चाहिँ जति आएको थियो त्यति नै सेफली पुगौँ भन्ने अवसरमा चाहिँ फिट एन्ड फाइन कन्डिसनमा छ एभ्रिथिङ है अलिकति चार्जिङको चाहिँ समस्या आयो अरू सब बबाल छ हाम्रो यात्रामा केही चिज पनि अप्ठ्यारो भएको छैन यही हो तपाईँहरूले देख्न सक्नुहुन्छ नजिकै हिमाल बिच्नु है अझै नजिकबाट देखाउनेछौँ फिल गराउनेछौँ तपाईँहरूले पनि महसुस गर्नुहुनेछ भन्ने आशा लागेको छ हामी आफ्नै आँखा अगाडि हिउँ देखाउनेछौँ देखिसक्नु भयो होला तर यो इन्भाइरोमेन्टमा यो फिल होइन जस्ट फर द ट्राभल भनेको अलगै माहौल हुन्छ तपाईँले देख्नु र बुझ्नु र फिल गर्नुमा धेरै फरक हुन्छ है ल धेरै नगर है धेरै नगर ट्राभलमा सबैभन्दा महत्त्व भनेको हामी चाहिँ बाइकबाट ट्राभल गरेर आएको छौँ है त्यही भएर हाम्रो लागि चाहिँ यो बाइकको चेन सुक्खा रहनु भनेको नराम्रो हो त्यही भएर हामीले चाहिँ यो तरिकाले चाहिँ बाइकको चेनलाई पनि सफा गरिराखेका छौँ दुईजना भएपछि मात्रै यो मोस्टली यो काम गर्न सकिन्छ एकजनाको हातबाट काम छैन चेन पनि सफा गर्नै पर्यो नत्र त पर्फर्मेन्स पनि विक दिन्छ र चेनको लाइफ पनि अलिकति घट्छ त्यही भएर हामीले चाहिँ बाइकलाई चाहिँ हाम्रो तरिकाबाट यो तरिकाले गरिराखेका छौँ हामीहरू चाहिँ अब चाहिँ अलिकति भएको छैन नि तेल हाल्नु बाँकी छ धेरै होटल राख आजको बारेमा भन्नुपर्दा यहाँ 2780 2720देखि माथि मिटरको उचाइमा बाटो चाहिँ ठिक छैन रहेछ अफरोड गाडीहरूको लागि अफरोड बाइकको लागि मात्रै अलिकति सुटेबल लाग्यो है नत्र त एकदम ठुल्ठुलो खाल्डाखुल्डी छ अनि गाह्रो हुनसक्छ अरू बाइकमा चाहिँ अब अफरोड टाइपको बाइकको लागि चाहिँ एकदम बबाल छ बाटो है बबाल नै लाग्यो मलाई चाहिँ तर यो अलिकति हाइवे बेस्ड बाइकहरू आयो भने चाहिँ गाह्रो गाह्रो छ पक्कै पनि गाह्रो छ तपाईँहरूले देख्न सक्नुहुन्छ ओ माई गड
गाह्रो छ देख्न सक्नुहुन्छ एकदम गाह्रो छ है यो बाटो सिङ्गल चाहिँ अलिकति गाह्रै लाग्यो मलाई चाहिँ है एकदम गाह्रो छ सिङ्गलको लागि चाहिँ बाटो है धेरै नै गाह्रो छ न त ग्यारेजहरू भेट्थ्यो राम्रोसँग न त बिचमा छ पसलहरू छ छन त तर त्यस्तो क्राउडहरू पनि छैन यता क्यामा लाग्यो ल ढिलामा हो नि यो चाहिँ हो मनाङतिरको पहाड काटेर बनाएको बाटो है तपाईँहरू हामी इन्टर गर्न सकेको यस्तो छ अवस्था पुरै सिङ्गै ढुङ्गै पुरै ढुङ्गै रहेछ पहाड हो के हो यो छ है कन्डिसन बबाल है बबाल डर लाग्दो यार यस्तो देख्न सक्नुहुन्छ मजाले हामीले फुल कोसिस गरेर राखेका छौँ तपाईँहरूलाई फुल देखाउने यो तरिकाको छ यहाँको कन्डिसन यो छ अवस्था पुरै आइस भइसकेको छ धेरै कति धेरै झर्नाहरू चाहिँ अलरेडी आइस भइसकेको छ अनि यो आँखा अगाडि सो ब्युटिफुल सो एलिगेन्ट सो सेक्सी है सो हाम्रो ब्याक डिसिजन चाहिँ रहेन है मनाङ आउने एकदम गुड डिसिजन रह्यो भनौँ न अहिलेसम्मलाई चाहिँ हामी चाहिँ अहिले ढाकु पोखरी भन्ने ठाउँमा चाहिँ आएको छु यो चाहिँ तपाईँको 3060 मिटरको उचाइमा रहेको छ मनाङमा मनाङको ढाकु पोखरी विथ 3060 मिटरको हाई एल्टिट्युडमा छ अनि यो यतातिरको होमस्टे चाहिँ बबाल रमाइलो छ एकदम देखाउन चाहे मेरो लाइफको पहिलो भिडियो विथ बाइक इन सस्पेन्सन ब्रिज है त म जाँदा गइरहेको छु त्यहाँ चाहिँ मैले त्यति धेरै इन्फर्मेसन पाइनँ कि गाडी पनि जाँदो रहेछ बाइक जाँदो रहेछ भनेर अब चाहिँ म त्यहाँबाट बुझिसकेपछि बाइकसँग सँगै लिएर जाने कोसिस गर्छु हेर्न सक्नुहुन्छ तपाईँहरूलाई के कस्तो लाग्छ है स्टार्ट गड ब्लेस मी लेट्स सी गाइस अलरेडी रोड चाहिँ बबाल छ यो माइ गॉड यो बाटो छ हेरौँ है यो तरिकाको छ है यो तरिकाको छ उहाँ चाहिँ अलिकति भिडियो सुट भइरहेको हुनाले अलिकति होल्ड गर्नु पर्यो र चाहिँ म चाहिँ इन्टर हुन थालिसकेँ हेर म त दिस इज माई फर्स्ट एक्सपिरियन्स इन द सस्पेन्सन आई एम इन द मिडल गाइज बबाल एकदम बबाल यो तरिकाको भइरहेछ यो चाहिँ ग्रिन लेकको लागि निस्किन लागेको है हेरौँ कस्तो छ बाटो यो तरिकाको बाटो छ हाम्रो अगाडि हेरौँ या टोटली एडभेन्चरस टोटली वाइल्ड वाउ बबाल भन्नुपर्छ है एकदम खुसी लागिरहेको छ यहाँ चाहिँ आउनुपर्छ एकचोटि भिजिट गर्नु होला भिजिट गर्नै पर्ने प्लेसमा रहेछ यो ठाउँ ओहो वाउ वी आर नाउ एट ग्रिन लेक गाइज यस कताबाट जान्छ बाटो सायद बाटो त जाँदैन जस्तो लाग्यो मलाई लाग्छ हेरौँ त्यही पनि
के छ कन्डिसन जाने भएपछि गर्नु पर्ला भिडियो अगाडिको हिमाल यो तरिकाले हामीहरू पर्जेन्ट भएका छौँ हजुर सामु यो ग्रिन लेक कति क्लियर छ है पानी आऊ अब चाहिँ चिसो भन्दा पनि अब अलिकति गर्मी फिल भइसकेको छ यो वाउ तपाईहरुलाई देखाउँदैछु म ग्रिन लेक इन मनाङ है यो चाहिँ मनाङमा रहेको ग्रिन लेक हो है त साथीहरू वाउ यो तरिकाको छ ग्रिन लेक सो ब्युटिफुल या हेर्न सक्नुहुन्छ बबालै छ सानो छ तर एकदम ब्युटिफुल छ के सानो छ तर एकदम ब्युटिफुल है र हामी लेक ग्रिन लेकको अगाडि यो तरिकाले हामी पर्जेन्ट भएका छौँ यो होइन त कस्तो फिल भइरहेछ साथी बवाल फिल भइरहेको है उसलाई फिल बवाल भइरहेको छ मलाई त आइएम फिल लाइक आइम इन हेभन है सो यो बाटो हालेला निरज यो बाटो बवाल बाटो है यो बाटो हालियो ओहो कता हो हामी बाटो हराएर हो क्या हो आउनु लाग्यो ल हामी इन्टर भइसक्यौँ वाउ सारारारारारारारारा चिलगाडीमा माया हो हामी झुलुङ्गे पुलमा वाउ सो ब्युटिफुल बवाल हो यो वाउ I hope you guys enjoying our videos. Like, comment, share, subscribe. है सेयर गरेर साथ दिनु होला I am just new. I'm just beginner है त यो फिल्डमा चाहिँ म बिगिनर हो धेरै कुराहरू थाहा छैन धेरै कुराहरू सिक्नुपर्ने छ तपाईहरुको साथ सहयोगले धेरै कुराहरू सिक्न पाइनेछ भन्ने पनि आशा राखेको छु है र टिकाको माहौल छ है साथीहरू यतातिरको दृश्य यो तरिकाको छ है तपाईहरुलाई आशा छ ब्युटिफुल लागिरहेको छ होला बबाल कुदिरहेछ गाडी पनि एकदम सोचे जस्तै पर्फर्मेन्स गरिरहेछ हामीहरूले यसरी कुदाइरहेको छौँ यो तरिकाले भइरहेछ मजाले है हो यतापट्टि हेर्नुहोस् तपाईहरु वाउ के भन्न चाहनुहुन्छ यो ठाउँलाई यो चिजलाई यो दृश्यलाई तपाईले के भन्न चाहनुहुन्छ कुन तरिकाले एक वर्डमा भन्दाखेरि के तरिका कुन वर्ड युज गर्न चाहनुहुन्छ तपाईहरु भनिदिनु पर्यो ल यतापट्टि त्यत्तिकै सुन्दर यतापट्टि हाम्रो इलाका प्रहरी रहेछ मनाङ अब यताको ठाउँहरूको नाम पढ्न गाह्रो भयो अलिकति चाइनिज टाइपको रहेछ नामहरू त्यही भएर गाह्रो भइरहेछ है हामी मनाङ त मनाङमै यो एरिया मनाङको एरिया तर यहाँको नामहरू पढ्न अलिकति गाह्रो भयो किनकि बाइकमा हुँदाखेरि अलिकति स्पिड भएर ओहो छ ट्र्याक्सन कन्ट्रोल हो यही हो कुनले गयो वाउ यही लेकमा होइन त केटाहरू जाने हिमाल चिन्दी लेक भन्दो रहेछ यसलाई चाहिँ साथीहरू चिन्दी लेक रहेछ सस्तो खोज्नु पर्यो अलिकति नास्ता टाइपको छ यता नास्ता गर्न मिल्ने हो र छ होला यतै हान्दिउँ के लाग्छ र हामी चाहिँ अहिले दिउँसोको दोस्रो दिनको दिउँसो अब खाना खाने क्रममा हामी यहाँ आइपुगेका छौँ र तपाईहरुलाई देखाउन चाहे यो तरिकाको यो चाहिँ
हाम्रो होटल छ। हाम्रो त के भनौँ अब पछाडि हिमाल सहितको यो तरिकाले छ। अनि आइस लेक जाने भनेको आइस लेक चाहिँ यहाँबाट ऊ देखिने बाटो चाहिँ काटेको त्यो बाटो चाहिँ जाँदो रहेछ। यहाँबाट चाहिँ अलग अपर मनाङ टाइपको त्यहाँ चाहिँ जाँदो रहेछ। अनि यताबाट चाहिँ आइस लेक जाँदो रहेछ। यो तरिकाको छ है। र पछाडिपट्टि हाम्रो देख्न सक्नुहुन्छ र यो तरिकाको हिमालहरू छ यो है। वाउ बबाल छ। यो चाहिँ हाम्रो चाहिँ आइस लेक जाने बाटो यहाँबाट हो है। हाम्रो नास्ता गरिसकेपछि दिउँसोको खाना खाइसकेपछि हामी चाहिँ आइस लेकतर्फ गइसक्यौँ, हिँडिसक्यौँ। र तपाईँहरूलाई त्यहाँको बारेमा पनि देखाउने छ र भिडियोलाई लाइक सेयर गरेर कमेन्ट गरेर सबै सामु पुगाइदिनु होला है। ल साथीहरू हामी टप लेभलमा पुगिसक्यौँ लगभग है। टप लेभलको दृश्यहरू चाहिँ यो हो हाम्रो क्यामेरामा क्याप्चर भइरहेको यो खालको दृश्यहरू छ। बबाल छ के ओहो पुरै टल्किरहेको छ कि टल्किरहेको होइन। यो आइस छ नि यो जमेर होइन पुरा यस्तो बाटोहरू चाहिँ तपाईँहरू आउँदै हुनुहुन्छ भनेपछि एक्लो चाहिँ नआउनु होला है। आउन सकिन्छ एकदम बी केयरफुल भएर आउनु होला। एक्लो नआउन सकिने चाहिँ होइन। बाइकमा आउँदै हुनुहुन्छ भनेपछि एकदम होस विचार गरेर एकदम फुल प्रिपेरेसन भएर आउनु होला। म चाहिँ सिङ्गल छैन, म चाहिँ आफ्नो साथीसँग आएको छु। त्यही छ मेरो म्यासेज चाहिँ। अनि बाइक पनि अलिकति मेन्टेनमा राखेर आउनु होला है। ओहो रोड चाहिँ यो टाइपको छ कि पहिलाको भन्दा रोड चाहिँ अहिले चाहिँ खत्तम रोड आयो के साथीहरू। किनभने पहिला यस्तो यत्रो ढुङ्गा भएको चाहिँ रोड भेटेको थिएनौँ। अहिले चाहिँ ढुङ्गा भएको रोड पुरै ढुङ्गा भएको रोड चाहिँ भेटेका छौँ। त्यो भएर नि गाडीहरू त छ यता। अब बरफ त छ र साथीले सेयर गर्यो यो बरफ पहिलोचोटि हातमा देख्न पाइयो। चिसो त छैन, ग्लोभ्स लगाएको छु फिल भएको छैन, तर चाहिँ हाड छ है यो वाह वाह चिसो बरफ। कस्तो दामी ठाउँ हो है। तपाईँको त्यहाँ देखिने चाहिँ मनाङ रहेछ होइन। अहिले तपाईँहरूलाई देखाउनु अहिले एकछिनमा देखाउँछौँ हामीहरू। देखाउनु खोजेँ वाउ है त वाउ भन्नुपर्छ, ब्युटिफुल भन्नुपर्छ। एकदम ब्युटिफुल छ हेर्दाखेरि। आँखामा पहिलोचोटि आफ्नो अगाडि यति नजिक यति सेतो चिज हेर्न पाउँदा एकदमै खुसी छु र आफूलाई एकदम भाग्यमानी ठान्दछु। यो ठाउँलाई यहाँसम्म पुगेँ म हेर्नको लागि, घुम्नको लागि, यहाँको बारेमा बुझ्नको लागि है। एकदम प्राउड फिल भइराखेको छ। र हामी चाहिँ अहिले 4200 मिटरको उचाइमा छौँ है। अब अझै त्यो आइस लेक चाहिँ 4500 मिटरको उचाइमा रहेछ। हामीलाई चाहिँ यहीँ अलिकति धेरै नै गाह्रो भयो, सास फेर्न पनि गाह्रो भइरहेछ। अनि त्यसपछि अलिकति वाकवाकी पनि भइसक्यो, अनि रिङ्गटा पनि लागिरहेछ। अब यो हालतले चाहिँ अब आज चाहिँ जान सकिँदैन। अब प्लान भएको छ कि आज चाहिँ उता मनाङ चाहिँ बस्ने, अनि मनाङ बसेपछि चाहिँ अनि बिहानै हिँड्ने। अनि त्यसपछि अलिकति टाइम लिए पनि कमसेकम अझै 1.5 घन्टा लाग्छ, 1.5-2 घन्टा लाग्छ भन्नुभएको छ यहाँको अहिले भर्खरै पुगेर जाने मान्छेहरूले। हामीलाई चाहिँ अलिकति गाह्रो हुनसक्छ। सो हाम्रो प्लान अनुसार अब भोलि चाहिँ आज चाहिँ मनाङ भ्यालीमा बसेर अनि भोलि चाहिँ बिहानै 5 बजीतिर त्यहाँबाट निस्केपछि अनि हिँड्ने भन्ने प्लान बनाएको छौँ। अब हेरौँ चाहिँ कस्तो हुन्छ त्यो प्लान चाहिँ होटल याति मनाङमा चाहिँ आजको नाइट बिताउने छौँ। र पछाडि हाम्रोपट्टि यो एकदम देख्न सक्नुहुन्छ तपाईँहरूले एकदम ब्युटिफुल हिमालहरू छ। यतापट्टि यो तरिकाले छ। होटलहरू थुप्रै छ तर कोही बन्द छ, कोही अफ छ। अलिकति कन्ट्याक्टमा आएर कन्ट्याक्ट गरेर तपाईँहरूले आइदिनु होला है। अलिकति गाह्रो पनि हुनसक्छ। सो यो तपाईँको होटल यस्तो छ, होटल याति। र तपाईँहरूलाई म चाहिँ हाम्रो रुम देखाउन गइरहेको छु है।
र यो चाहिँ हाम्रो रुम 309 र रुमको बारेमा यो तरिकाले हाम्रो साथी र यो तरिका चिसो छ रुमको बारेमा भन्नुपर्दा चिसो नै लाग्यो मलाई चाहिँ यो 2टा बेड भएको छ यो फाल्तुको कुरा गर्ने हो भने हामी चाहिँ अहिले 4000 मिटरको उचाइमा बसिरहेका छौँ सी लेभलदेखि अनि माथि चाहिँ अघि हामी चाहिँ 4400 मिटरको उचाइमा थियौँ र त्यहाँ चाहिँ आइस लेक जाने भन्ने प्लानमा थियो तर अलिकति गाह्रो भएपछि हामीले त्यहाँ माथि चढ्नै सकेनौँ आजको लागि अब भोलिको प्लान छ जाने अब सक्छौँ कि सक्दैनौँ अब त्यो भन्न सकिँदैन भोलि ट्राई गर्नेछौँ अब सकिन्छ भने भोलि आइस लेक जाने कुरा रहेको छ र आइस लेक चाहिँ 45 समथिङ या कति अरे 4500 मिटरभन्दा माथि नै छ आइस लेक चाहिँ तर गाह्रो छ जस्तो लाग्यो मलाई चाहिँ त्यहाँ जान सकिन्न होला किनभने हामी 4000मा पनि हामीलाई चाहिँ यति धेरै गाह्रो भइरहेछ अलिकति तपाईँहरूलाई भोलिको सिनहरू देखाउने छौँ भोलिको भिडियोहरू देखाउने छौँ तपाईँहरूलाई तपाईँहरू हाम्रो भिडियोमा जोडिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूले यो भिडियो अझै स्टिल सम अफ द भ्यू आर स्टिल कमिङ इन दिस भिडियो र त्यसको लागि लास्टसम्म हेरिदिनु होला धन्यवाद है अनि यो तरिकाले हाम्रो चाहिँ दिनहरू यहाँनिर राखेका छौँ र तपाईँहरूलाई पनि केही जिज्ञासा छ भने हाम्रो कमेन्टमा राइट डाउन गरिदिनु होला हस् धन्यवाद है त।